टार्गेट चाहिँ गुराँस दाना जाने भनेको यो चाहिँ धौलागिरी हिमालको गाइस फाइनल्ली गुराँस पार्क है। हेलो गाइस गुड मर्निङ। फाइनल्ली घोरेबानीको मर्निङ भित्र गाइस यो चाहिँ सर बिहानको माथि पुनिल जान चाहिँ सकिएन के अरे बिहानै। अब यहाँ यो चाहिँ धौलागिरी हिमालको सर अब यहाँदेखि हाम्रो टार्गेट चाहिँ गुराँस दाना जाने भनेको यतातिर। फाइनली गाइस घोरेपानीको मेन एट्र्याक्सन भनेको चाहिँ गुराँस अनि पुनिल, विशेष गरी पुनिल। हामी पुनिल चाहिँ गइएन बिहान। अब चाहिँ हामी गुराँस डाँडा जाँदैछ। पछाडि ब्याकग्राउन्डमा देख्न सक्नुहुन्छ मस्त यो चाहिँ गुराँसै गुराँस छ यहाँनिर। यो चाहिँ कास्टिङ मात्रै है गाइस। फेरि अब यहाँबाट उता लागेपछि चाहिँ पुरै गुराँसै गुराँस। अनि हामी पुरै टोटल्लै चारैतिर गुराँस भएको गुराँस पार्कतिर जाँदैछ। बोस अगाडि हिँड्नु भएको छ। त्यसपछि उज्जवल दाई, हाम्रो उमेश दाई सर हेर्दै गर्नुहोस् है गाइस। अब बवाल अब हाम्रो नेपालको नेचुरल भ्यू भनेको यही हो गाइस। अलि एकछिन हिँड्नुपर्ने रहेछ। लगभग त्यहाँबाट 1.5 किलोमिटर भनेपछि हामी 20-25 मिनट बिस्तारै हिँड्यो भने आधी घन्टा चाहिँ हिँड्नै पर्छ। तपाईँहरूलाई म देखाउँछु मस्त यो चाहिँ। अलि अझ यो मौसम यस्तो खुलेको भए चाहिँ यस्तो बवाल देख्थ्यो होला। गाइस म भिडियो जोडिरहेको छु। गुराँस दाना पुग्न अझै बाँकी छ। यो चाहिँ कास्टिङ मात्रै हो गाइस। भाइ यता हेर्नु न दादा बोस। यो चाहिँ नयाँ ठाउँ, नयाँ अनुभव हाम्रो लागि चाहिँ। बोस र हाम्रो लागि, मेरो लागि चाहिँ यो नयाँ ठाउँ हो क्या। फेरि दादाहरू त पहिल्यैदेखि आएको, यहीँ हुर्केको अरे। हिँडेरै कतिचोटि आयो भन्नुहुन्छ दाइहरू त। हामी चाहिँ जे होस् नयाँ अनुभव, नयाँ ठाउँको अनि हाम्रो नेपालको नेचुरल भाइब्स ट्याक्क गाइज। ल हिँडिरह गुराँस पार्क पुग्न अझै लाग्छ टाइम। बिचमै घोडा मगाउनु पर्छ दाइ। बोसलाई यहाँबाट हिँडायो भने त बिचमा घोडा मगाउनु पर्छ। नाइस बडीगार्ड। हजुर खै त उही भयो या उही गर्नु भएन नि त। अनि आउनु क्या अब सिँगै हात्ती खाएर पुच्छर निल्ने बेलामा के झ्याउ गर्नु होइन। जाम अब सर। ल गाइस फाइनल्ली गुराँस पार्क है। ल फाइनल्ली गुराँस पार्क आइपुग्यो। यहीको लागि उहाँबाट हामी कस्तो गरेर आएको होइन, यही हेर्नलाई। नेचर भ्यू झन्नै लालाजी स्टाइल भयो।
गाइस हिजो आउने बेला दुःख नि पाइयो बाटोमा होइन। अब हजुरले दुःखको भिडियो त हिजोको हामी कसरी यात्रा गरेर आयो त्यो त देख्नु नै भएको छ। यही हो यहाँको ग्रास पार्क स्पेसल म देखाउँदैछु होइन। मेरो यो मेहनतलाई चाहिँ ट्याक्क माया गरिदिनु होला गाइस होइन। जस्तो लाग्छ त्यस्तै खालको सल्लाह सुझाव र प्रतिक्रिया दिनु होला। मेरो च्यानललाई सब्सक्राइब हान्न नि नबिर्सिनु होला गाइस। यही हो गुराँस पार्क। यहाँबाट सही देखिने रहेछ नि। तपाईँको अनुहार आउँदैन है फेरि अहिले भने अघि हान्ने सिधा हान्ने सिधा त अनुहार आउँदैन ल थर्कै हान्नु त्यसलाई फोटो बनाउँदा पुरै आउँदैन के। ल गाइस यही हो गुराँस पार्क। म यहाँसम्म आयो दुःख गरियो जे होस् राम्रै हो ठाउँ पनि। यहाँ आगो सागो बाल्ने ठाउँ पनि रहेछ। सर आएर बिहानमा चिसो भयो भने सर बिहानैमा आएर आगो सागो बाल्नको लागि मस्त ठाउँ रहेछ गाइस। ल फाइनली गाइस गुराँस पार्क घुमघाम भयो। अब धेरै के बसिराख्नु र अब यहाँबाट हाम्रो चाहिँ फर्किने कार्यक्रम हुन्छ गाइस। ल यहाँभन्दा धेरै लामो भिडियो चाहिँ अब नपनि बनाइएला गाइस होइन। भिडियोलाई चाहिँ माया गरेर ट्याक्क जस्तो हुन्छ त्यस्तै सल्लाह सुझाव र प्रतिक्रिया दिनु होला गाइस। फुल सपोर्ट गरिदिनु होला गाइस। तपाईँहरूको साथ र सपोर्ट माया पाएँ भने मैले पनि राम्रो गर्दै जानेछु पक्कै पनि गाइस। सी यू अल गाइस, लभ यू। जय गोरे पानी।